नमस्ते अनि स्वागत छ सबैजनालाई। आजको कथा लिएर आएकी छु चाइनिज एनिमेटेड मुभी ग्रीन स्नेक अर्थात् हरियो सर्पबाट। यो मुभी यसको प्रिक्वेल व्हाइट स्नेक सेतो सर्पको पार्ट 2 पनि हो। कथामा अगाडि बढ्नु अघि यो जानकारी गराउन चाहन्छु कि व्हाइट स्नेक एक लोकप्रिय चाइनिज दन्त्य कथामा आधारित छ। व्हाइट स्नेक ब्लाङ्का र ग्रीन स्नेक वेर्टा दिदीबहिनी हुन् जो दानव अर्थात् डिमन थिए। वेर्टा एक मानव पुरुषसँग मायामा पर्छिन् र विवाह गर्छिन्। प्रकृतिको खेल भनौँ या समयको चक्र। एक बौद्धिक सन्यासी जो दानवलाई समात्यो उसले धर्म र प्रकृतिको सन्तुलनको लागि ब्लाङ्कालाई एउटा पागोडामा कैद गर्छ। उसको श्रीमान त्यही पागोडामा भिक्षु बन्छन्। लागौ मुभीको कहानीतर्फ। मुभी सुरु हुन्छ। दुई सर्प बहिनीहरू एक मन्दिरमा आक्रमण गरिरहेको देखाइन्छ किनभने त्यो मन्दिरका सन्यासीको काम पृथ्वीबाट सबै दानवहरूलाई नष्ट गर्नु थियो। यस लडाईँको क्रममा सेतो सर्प ब्लाङ्काको जादुई पिन टुट्छ जसले गर्दा उसको शक्ति कमजोर हुन्छ र सन्यासीले उसलाई एउटा पागोडामा बन्द गरिदिन्छ। उसकी बहिनी वेर्टा उसलाई बचाउने प्रयास गर्छे तर असफल हुन्छे। दुखी हुँदै ऊ सन्यासीलाई भन्छे, तिमी हामी निर्दोष दानवलाई हमला गरेर आफ्नो शक्तिको दुरुपयोग गरिरहेका छौ। तर सन्यासी क्रोधित हुँदै उसलाई त्यहाँबाट जानको लागि भन्न थाल्छ। रिसले चुर भएकी वेर्टाले सन्यासीमाथि आक्रमण गर्छे तर ऊ सन्यासी भन्दा शक्तिशाली थिइन। अन्ततः आफ्नो गल्तीको सजाय भोग्नुपर्छ। सन्यासीले उसको सबै शक्ति खोसिदिन्छ र एउटा अनौठो दुनियाँमा पठाइदिन्छ। त्यहाँ पुगेपछि उसलाई लाग्छ कि यो दानवहरूको जेल हो जहाँ उसको दिदीलाई पनि कैद गरिएको होला। ऊ लगातार आफ्नो दिदीलाई बोलाउँछे तर अचानक एउटा विशाल अक्सफेस राक्षस देखिन्छ। उसँग त अक्सफेससँग लड्नको लागि कुनै शक्ति बाँकी थिएन। उसको सर्पशक्ति पूर्ण रूपमा हराइसकेको थियो र अब ऊ केवल मानव जस्तै देखिने साधारण दानव मात्र थिए। त्यसैबीच एक केटी वेर्टालाई बचाउन आउँछे। ऊ अक्सफेसलाई आक्रमण गर्दै वेर्टालाई त्यहाँबाट लिएर जान्छे तर राक्षस उनीहरूको पछि लागेको थियो। उनीहरूलाई समात्नै लागेको थियो। यतिकैमा एक अपरिचित केटा आइपुग्छ र उनीहरूलाई जोगाएर त्यहाँबाट भाग्न मद्दत गर्छ। उनीहरू एउटा भवनमा पुग्छन्। त्यहाँ पुगेपछि वेर्टाले पत्ता लगाउँछे कि यो ठाउँमा राक्षस दानव र मानवहरू बस्छन् जो मरेपछि फेरि पुनर्जन्म लिन चाहँदैनन्। यो ठाउँ निकै खतरनाक थियो जहाँ हरेक दिन आक्रमण हुन्थ्यो। यहाँ केही हरिया जीवहरू पनि थिए जसले दानव र मानिसहरूलाई आक्रमण गरेर आफू जस्तै बनाउँथे। तर यो भवनमा बस्ने सबैजनालाई एउटा अक्टोपसले सुरक्षा दिइरहेको थियो। त्यही समयमा राक्षसहरूको एउटा टोली भवनमा हमला गर्न आउँछ किनभने उनीहरू त्यो भवनलाई कब्जा गर्न चाहन्थे। यसैबीच ती राक्षसहरूको वास्तविक दुश्मन पनि यहाँ आइपुग्छन् जो देख्नमा मानिस भए पनि उसको टोलीमा धेरै दानवहरू थिए। राक्षसहरूको त्यो अर्को टोलीको नेता साहस थियो र उसलाई तिनीसँग कसरी लड्ने भन्ने राम्रोसँग थाहा थियो। युद्धको माहौलमा वेर्टा र उसको साथी लुकी छिपी भाग्न खोज्छन् तर राक्षसहरूले देखिहाल्छन्। उनीहरू रोक्नका लागि हतियार प्रयोग गर्छन् जसका क्रोधित हुन्छे र रिसले चुर भएर राक्षसलाई नराम्ररी पिट्छे। उसको बहादुरी देखेर अर्को समूहको नेता प्रभावित हुन्छ र उसलाई आफ्नो टोलीमा सामेल गर्छ। अब ती दुई समूहबीच युद्ध सुरु हुनै लागेको थियो तर अचानक कालो आँधी आउँछ जससँगै पहिले बताइए चाहिँ ती हरिया जीवहरू पनि आउँछन्। उनीहरू जोसुकैलाई आफू जस्तो बनाउँथे। त्यसैले सबैजना ज्यान जोगाउन भाग्न थाल्छन्। वेर्टा आफ्नो नेतासँग अगाडि बढ्छे र यहाँ कमजोर मानिसहरू बाँच्न सक्दैनन् भन्ने कुरा पनि थाहा पाउँछे। त्यही बेला एउटा दानव उसको नेतालाई भेट्न आउँछ र हरियो जीवको आक्रमण पहिले भन्दा अहिले बढेको बताउँछ। उसलाई वेर्टा पनि मन परेको हुँदैन त्यसैले आक्रमण गर्छ तर वेर्टाले उसलाई सजिलैसँग हराउँछिन्। यसैबीच उनीहरूको समूहको खाद्यान्न सकिएको पत्ता लाग्छ। अब खानाका लागि कतै जानै पर्ने हुन्छ। त्यसैले नेता वेर्टालाई पनि सँगै जान आग्रह गर्छ। उनीहरू एउटा बजारमा पुग्छन् जुन स्याल दानवले चलाउँथ्यो जसको अनुहार एकपट्टि साह्रै नै क्युट खालको केटीको र अर्कोपट्टि स्यालको थियो। वेर्टाले स्याल दानवसँग यो ठाउँको बारेमा बुझ्न प्रयास गर्छिन्। स्याल दानव भन्छ यो उनीहरूको संसार हो जो पुनर्जन्म लिन चाहँदैनन्। त्यसपछि ऊ थप्छ यहाँ बस्नेहरू या त आफ्नो प्रियजनहरूलाई अत्याधिक माया गर्नेहरू हुन् या उनीहरूका केही यादगार वस्तुहरूसँग बाँधिएका हुन्छन्। जस्तै वेर्टा पनि आफ्नो दिदीको स्कार्फ बोकेर हिँडिरहेको छ तर यहाँबाट निस्कन एउटा मात्रै उपाय छ। स्याल दानवले एउटा पोखरी देखाउँछ अनि भन्छ जो कोही यस पोखरीमा हाम फाल्छ
उसको सबै यादहरू यसको पानीले पखालिदिन्छ र ऊ यहाँबाट मुक्त हुन सक्छ। सबैभन्दा पहिले त्यो अपरिचित केटा खोल्सोको नजिक जान्छ तर केही देख्दैन। जब बेर्टाले त्यो पोखरीमा हेर्छ उसलाई आफ्नो दिदीको छाया झझल्किन्छ तर उसको आफ्नो दिदीलाई कहिल्यै बिर्सन चाहन्न। त्यसैले ऊ पोखरीमा हाम फाल्दिन। उनीहरू त्यो ठाउँ छोड्नु अघि हरिया जीवहरूले फेरि आक्रमण गर्छन् र जोगिन उनीहरू पोखरीको दिशामा दौडिन थाल्छन्। त्यही क्रममा ती हरिया जीवहरूमध्ये एकले अन्जान केटामाथि आक्रमण गर्छ तर बेर्टाको बोसले उसलाई बचाउँछ। अन्ततः उनीहरू आफ्ना शत्रुहरूले हमला गरेको स्थानमा पुग्छन् तर समस्या त्यति मात्र थिएन। उनीहरू पछाडि फर्केर भाग्न खोज्दा पनि पानीको आँधी आउँछ र हरिया जीवहरू पनि उनीहरूको पछि पछि लागिरहेका थिए। सबैले ज्यान जोगाउन दौडिरहेका थिए तर त्यो अन्जान केटा बीचमै अल्झिन्छ। बेर्टाले उसलाई नछोड्ने निर्णय गर्छ र आफ्नो बोसलाई पनि बचाउन आग्रह गर्छ तर ऊ भने अरूको लागि आफ्नो ज्यान जोखिममा पार्न चाहँदैन थियो। उसले त बेर्टालाई पनि एक्लै अगाडि बढ्न भन्छ तर उसले मान्दिन। उसले त्यस ठाउँको बाटो बन्द गर्छ र बेर्टालाई पनि त्यही छोडेर अगाडि बढ्नु पो थाल्छ। अब बेर्टासँग कुनै विकल्प थिएन। उसले हार मान्छ तर जब ती जीवहरूले आक्रमण गर्न लागिरहेका थिए त्यो अन्जान केटाले आफ्नो मुखौटा हटाउँछ र बेर्टालाई आफूतिर हेर्न भन्छ। बेर्टा आश्चर्यचकित हुन्छ। त्यो अन्जान केटाको अनुहार त उसको दिदी ब्लाङ्कासँग ठ्याक्कै मिल्थ्यो। अब बेर्टा बाँच्न चाहन्थे आफ्नो दिदीसँग। ऊ ती हरिया जीवहरूसँग लड्छ र आफ्नो दिदीलाई पनि तिनीहरूको कब्जाबाट मुक्त पार्छ। त्यसपछि बेर्टाले आफ्नो दिदीलाई सोध्छ, यदि तिमी साँच्चै मेरी दिदी हौ भने तिमी किन यस अन्जान केटाको शरीरमा छौ त? उसको दिदीले भन्छ, मलाई केही पनि याद छैन बहिनी, तर उसँग एउटा सिटी थियो तर उसलाई याद थिएन कि त्यो कहाँबाट आयो। अन्ततः उनीहरू स्याल दानव कहाँ जान्छन् यो दुनियाँबाट बाहिर निस्किने उपाय खोज्नको लागि। सुरुमा बेर्टाले यो संसार छोड्न चाहेकै थिएन किनभने ऊ आफ्नी दिदीलाई बिर्सन चाहदिनथे तर अब ऊ आफ्नी दिदीसँग बाहिर निस्किन चाहन्थ्यो। उनीहरू यसको उपाय खोज्न चाहन्छन् जसले गर्दा उनीहरू आफ्नो सम्झना नगुमाइकन बाहिर जान सकुन्। स्याल दानवसँग यसको उपाय त पक्कै छ तर त्यसको बदलामा उसलाई केही दिनु भने पर्छ। त्यही क्रममा बेर्टाले फेरि आफ्नो बोसलाई देख्छ जसले कठिन समयमा उसलाई एक्लै छोडेको थियो। त्यसपछि स्याल दानवलाई केही स्मृतिसँग सम्बन्धित शक्ति दिइन्छ ताकि उसले संसार छोड्ने उपाय बताउन सकोस्। स्यालले बेर्टासँग सानो शक्ति माग्छ जसको बदलामा ऊ त्यो रहस्य बताउन तयार छ। स्यालले बताउँछ कि उनीहरू भएको संसार एउटा विशाल सर्पको आकारमा छ। जब कल्प परिवर्तनको समय आउँछ तब त्यही सर्पको पुच्छर अलिकति बढ्छ र मुखको नजिकै पुग्छ। त्यो बेलामा मुखमा हाम फाल्न सक्ने हो भने यो ठाउँबाट निस्किन सकिनेछ। यदि उनीहरू सफल भए उनीहरू सजिलै यो संसारबाट बाहिर जान सक्थे तर यो त्यति सजिलो थिएन किनभने त्यो सर्पको पुच्छरमा हरिया जीवहरूको गुड पनि थियो। सर्पको मुखसम्म पुग्नु अघि ती जीवहरूले आक्रमण गर्न सक्थे। यसबीच फिल्मको सुरुवातमा बेर्टालाई आक्रमण गर्ने अक्सफेस आफ्नो साथीहरू लिएर फेरि फर्किन्छ। त्यो देखेर बेर्टाको बोस त्यो राक्षससँग लड्नै पर्ने हुन्छ। ऊ आफ्नो तरबारले अक्सफेसलाई हान्छ। त्यो साधारण राक्षस होइन रहेछ, कसैले उसलाई जादुई सुरक्षा कवच दिएको थियो जसले गर्दा उसलाई कसैले मार्न सक्दैनथ्यो। त्यसपछि राक्षसका साथीहरू बेर्टालाई समात्छन् र त्यो अन्जान केटाको मुखौटो पनि हटाइदिन्छन्। त्यसपछि बेर्टाले पत्ता लगाउँछ कि ऊ वास्तवमा उसको दिदी थिएन। उसले वास्तवमा एक जादुई मुखौटा लगाइरहेको थियो जुन उसलाई शत्रु राक्षसले दिएको थियो। त्यो मुखौटा कुनै पनि मानिसको अनुहारमा परिवर्तन गर्न सकिन्थ्यो र जब बेर्टालाई यो कुरा थाहा हुन्छ ऊ साह्रै नै दुखित हुन्छ। त्यसपछि राक्षस भन्छ, मैले यो मुखौटा अन्जान केटालाई दिएको थिएँ ताकि म यसलाई ट्र्याक गरेर तिमीहरूलाई भेट्न सकूं। ऊ फेरि अन्जान केटालाई त्यही मुखौटा दिन्छ र दानवमा परिवर्तन हुन आदेश दिन्छ तर अन्जान केटा त्यसो गर्दैन। ऊ त्यो मुखौटा लगाएर पनि मानिसकै रूपमा बस्न चाहन्छ। यो सबै देखेर स्याल दानव पानीमा हाम फाल्छ र एक पानीको सुनामी लिएर आइदिन्छ। स्याल दानव राम्रो थियो त्यसैले उसले बेर्टा र अन्जान केटालाई सुरक्षित राख्न चाहन्थ्यो। उसले उनीहरूलाई एउटा ढुङ्गा दिन्छ ताकि उनीहरू त्यहाँबाट बाहिर निस्किन सकुन्। तर अब बेर्टा अन्जान केटामाथि विश्वास गर्न सक्दिन। ऊ रिसले अन्जान केटालाई झापड हान्छ उसले गरेको झुट र विश्वासघातको लागि। तर अन्जान केटाले उसको हात छोड्दैन। स्याल दानवले पनि आफ्नो पुच्छरको सहायताले उनीहरूलाई आँधीबाट बाहिर लिएर आउँछ। त्यहाँ पुगेपछि अन्जान केटाले बेर्टासँग माफी माग्छ। उसको दिदीको अनुहार धारण गर्नुको कारण बेर्टालाई हौसला दिनको लागि मात्र हो भनेर भन्छ। तर अब बेर्टालाई अन्जान केटाको कुनै पनि कुरामा विश्वास गर्नु आवश्यक थिएन न त उसलाई उसको कुनै जरुरी थियो। ऊ भन्छ, हामी सँगै छौं तर केवल यो संसार नछोडुन्जेलसम्म। अर्कोतिर देखाइन्छ कि स्याल दानवले ल्याएको
आँधीले राक्षसका सबै सहयोगीहरूलाई समाप्त गरिसकेको थियो। बस यो मुख्य अक्सफेस राक्षस बाहेक। त्यही बेला बेटा पुल खोज्दै गर्दा अचानक एउटा बस देख्छे। त्यसपछि उसले स्याल दानवले दिएको टिकट निकाल्छे र बसमा देखाउँछे। अचानक एउटा माकुरा जस्तो देखिने केटीले बेटालाई भित्र तान्छे र उसलाई एउटा ढोका देखाउँछे। त्यसपछि उ भन्छे यो इच्छाको पुल विश ब्रिज तब मात्र निर्माण हुनेछ जब तिमी भित्र पस्दा आफ्नो सबैभन्दा ठूलो डरसँग सामना गर्नेछौ। बेटा ढोका भित्र छिर्छे तर तुरुन्तै बाहिर फालिन्छे। उसले त्यहाँ भित्र गएको केही सेकेन्ड जस्तो मात्र लागे पनि वास्तविकतामा ऊ त्यहाँ पुरै 2 घण्टा बिताएकी थिए। त्यहाँ उसको कथाको सुरुवातमा देखाइएको भिक्षुसँग सामना हुन्छ र हामी पत्ता लगाउँछौ कि त्यो राक्षस भिक्षु आफैले पठाएको थियो। भिक्षु भन्छ सबैजना जसले पुनर्जन्म लिन चाहँदैन समाप्त हुन्छन्, तब राक्षसलाई फेरि उसको दुनियाँमा फर्काउनेछु। भिक्षुले बेटालाई पनि संसारमा नयाँ रूपमा जन्म लिन सुझाव दिन्छ तर बेटा झन रिसाउँछे र मान्दिने। त्यसपछि ऊ भिक्षुमाथि आक्रमण गर्छे तर हामीलाई थाहा नै छ उनीहरू बीचको शक्तिको फरक थियो। तर सर्प शक्तिहरू हुँदा पनि ऊ भिक्षुसँग कहिल्यै जित्न सक्दिनथी। ऊ असफल हुन्छे र अनजान केटा सवार भएको बसभित्र खस्छे तर उसले हिम्मत भने हार्दिन र बारम्बार पोर्टल भित्र जान्छे। अन्ततः भिक्षु कमजोर हुँदै जान्छ। बेटाले उसलाई पराजित गर्न सक्छे। राक्षसको जादुई सुरक्षा कवच पनि नष्ट हुन्छ। सर्पको पुल पनि बन्न थाल्छ। बेटा र अनजान केटा पुल हुँदै अगाडि बढ्न थाल्छन् तर समस्याहरू भने समाप्त भएको थिएन। अब त्यो अक्सफेस उनीहरूलाई पछ्याउँदै थियो। त्यसलाई देखेर बेटा र अनजान केटा छिटो छिटो अगाडि दौडिन्छन् तर उनीहरूको दौडको आवाजले गर्दा हरिया जीवहरू भ्युजिन थाल्छन्। एक हरियो जीवले राक्षसलाई टोक्छ र राक्षस पनि हरियो जीवमा परिवर्तन हुन थाल्छ तर त्यसको बावजुद पनि ऊ उनीहरूलाई पछ्याइरहन्छ। साथै सर्प पुल भत्किन थाल्छ। बेटा र अनजान केटाले डर मान्दैनन्। उनीहरू सिधै पुलबाट हाम फालेर सर्पको मुखभित्र पस्छन् तर त्यसै बेला हरियो जीवमा परिणत भइसकेको राक्षसले अनजान केटाको हात समात्छ र टोकिदिन्छ। अनजान केटालाई संकटमा देखेर बेटा पनि फेरि तल झर्छे तर अनजान केटा देख्छ कि पुल फुट्नै लागेको छ। यदि बेटा त्यहाँबाट नहिँडे ऊ कहिल्यै पनि बाहिर जान सक्ने छैन। तर अनजान केटा स्वयं हरियो जीवमा परिवर्तन हुँदै जान्छ। आफ्नो पखेटा निकाल्छ र बेटालाई उचालेर हतार हतार सर्पको पुल भित्र हालिदिन्छ। अनजान केटा अन्तिम सास लिन्छ र आफ्नो सिटी बेटालाई दिन्छ तर जब ऊ फर्किन्छे कैयौं शताब्दी बितिसकेको हुन्छ। त्यहाँ पुगेर ऊ पागोडा देख्छे। यसले उसलाई चिन्तित बनाउँछ तर जब ऊ भित्र पस्छे त्यो पागोडा होइन एउटा म्युजियम भइसकेको रहेछ र त्यो भर्खरै बनाइएको थियो। त्यहाँ ऊ आफ्नो दिदीको जादुई सुइरो पनि भेट्छे जुन कथाको सुरुवातमा भिक्षुसँगको लडाईँमा भाँचिएको थियो। बेटाले त्यो सुईलाई जोड्ने प्रयास गर्छे तर त्यसको एउटा भाग हराइसकेको थियो। त्यसपछि उसलाई अनजान केटाले दिएको सिटी सम्झना आउँछ। जब बेटाले सिटी बजाउँछे सुईको हराएको भाग अचानक बाहिर आउँछ र जादुगरी तरिकाले त्यसमा जोडिन्छ। सुई पूरा भएपछि बेटाले अनजान केटाले झुट बोलेको होइन रहेछ भन्ने महसुस गर्छे। वास्तवमा अनजान केटा नै उसको दिदी सेतो सर्प थिए जो केटाको शरीरमा पुनर्जन्म लिएकी थिए। उसले पागोडाबाट निस्केपछि धेरै पटक पुनर्जन्म लिइसकेको रहेछ तर उसले कहिल्यै आफ्नो बहिनीलाई बिर्सिन सकेको थिएन। अन्ततः बेटाले आफ्नो दिदीसँग भेट पाउँछे अर्थात् राक्षसी संसारमा अनजान केटा भनेर पुनर्जन्म लिएको सेतो सर्पसँग। तर जब उनी संसारमा आइन् आगोले उसको अनुहार डढायो जसको कारण उसले आफ्नो सबै यादहरू बिर्सिसकेको थियो तर आफ्नो बहिनी प्रतिको माया भने कहिल्यै मरेको थिएन। त्यसबेला बेटालाई अनजान केटाले मृत्यु अघि भनेका शब्दहरू याद आउँछ, मैले खोजिरहेको मान्छे त अहिले मेरै अगाडि छ। वास्तवमा अनजान केटाको रूपमा रहेको सेतो सर्पले आफ्नै बहिनी बेटाको बारेमा कुरा गरिरहेकी रहेछिन्। यस सम्झनाले बेटा भावुक बन्छे र ऊ आँसु झार्दै आफ्नो दिदीलाई सम्झिन्छे। अन्तिममा एउटा सानी केटीको आवाज सुन्न सकिन्छ जसले बेटाको कपडा तान्दै बोलाउँछे। यस्तो लाग्छ कि सेतो सर्पले फेरि जन्म लिइसकेकी छ र बेटालाई खोज्दै आएकी छ। बेटा खुसी हुन्छे र यही ह्याप्पी एन्डिङको साथमा यो मुभीको कहानी पनि समाप्त हुन्छ।